हामी 5 थर फालेलुङको 4 रातेसम्मको यात्रा सुरु गर्दैछौँ। यो चाहिँ स्टार्टिङ पोइन्ट, हाम्रो यात्राको सुरुको पोइन्ट हो बुटावारी। चारालीको बाटो हुँदै जाँदैछौँ होइन, जहाँ चाहिँ सांस्कृतिक सम्पदाले भरिपूर्ण बादलहरूको समुद्र लगायत विभिन्न हिमशिखरहरू चाहिँ देख्न सकिन्छ भन्ने चाहिँ आशयले हाम्रो यात्रा अगाडि बढ्दैछ। हामीसँग खतरा ब्लगर होइन, हाम्रो पुरी भाइ छन्, राजकुमार, त्यस्तै राजकुमारको जोडी उहाँ हुनुहुन्छ होइन। उता सबै अब आफ्नो जोडीसँग ट्याक्कसँगले जाँदैछौँ। दाइको इन्स्टाग्राम मलाई थाहा छ नि त, सुकेकै देखे होला र दाइको इन्स्टाग्राम मलाई थाहा छ नि त त्यो दिनहरुमा हैन कस्तो कति गरेको हुन्छ केटाहरु सुक्ने फुक्ने दाइ केही कुरो गर्दैन। अहिले हामी साथी बिप्लाटे बुहारीला 5 किलो ढुङ्गा हाल्नु बाँदरको शहर हैन, बाँदरको गाउँ म जाँदैछौँ। 4 रात त्यहाँ बिसी आएपछि रातो भएर त्यसैको लागि हामी सबैजना साथीभाइ मिलेर हातमा हात काँधमा काँध लगाएर हामी जति गर्दैछौँ। हल्ला भइरहेको छ गाइजहरू, हल्ला भए पनि तर हामी नन स्टप बोलिरहेछौँ। ठिक छ, नमस्ते दर्शकबिन, बाइक खोलामा पानी अझैसम्म धमिलो हामी तपाईँलाई प्रत्यक्ष रूपमा प्रसारण गर्दैछौँ होइन, हामी प्रत्यक्ष गर्दैछौँ। राजकुमार गाडीमा जाने भन्दैछ कि माई पोखरी आउँदाखेरि होइन। अब के भन्नु, चाले गलिसकेछ अघि नै, म गलेको होइन हौ चाहिँ माई पोखरी होइन। म छु होइन, हाम्रो टिम लेडिज पार्टीहरू चाहिँ त जानु भएको छ, यस्तै छ भाइ। के भन्दै न तिम्रो पनि यहाँ एक दुईजना गाइजहरु दाइलाई यस्तो सपोर्ट गर्नु मेरो फ्यामिली आधी फ्यामिली दाइकोमा जानु। दाइको पनि हेर्दिनु। थुक्पा नखाइ चाहिँ निकेशपुरी चाहिँ जाँदैन है, बिल्कुलै जाँदैन है गाइजहरु होइन। यतिको थुक्पा नखाइ त अनि भाउजू र दाइहरूलाई यतिको थुक्पा नखुवाइकिन चाहिँ निकेशपुरी चाहिँ बिल्कुल जाँदैन। सो यति थुक्पा खाने हामीले खाना पनि क्यान्सल गर्यौँ, किनकि हामीलाई यहाँको थुक्पा भन्दा हामीलाई खाना खाइहाल्नु। आरती भाउजूलाई के गरेको, आरती भाउजूले लास्ट कमेडी चिनले धोका दिन्छ। तर यही ठाउँमा चाहिँ कसरी यार पहिला पनि ठ्याक्कै यही नै यो एकदम ठाडो उकालो रहेछ। मैलेमा त अलिक डिसब्यालेन्स भइगयो मेरो, तर मेरो त त्यो ट्र्याकदेखि बाहिर गएर मात्रै गाडी खुट्टा फेरि छोटो छ कि होइन। हाम्रो भाइको गाडीको चेन चुटेर बिजोक भयो। मैले छिटो भन्नेको कारण त्यो हो गाइज, हाम्रो बाइकको चेन चुटेको छ, मिस्त्रीको आवश्यकता छ। बनाएर गाडी माथिसम्म छोड्यो पैसा पुरा लागोस् किनकि भाइ हामी यो भ्लगबाट कमाउँ। केटाहरूको योजना कडा बनिँदैछ होइन। पैसा मिलाइहाल्नु। म 10,000 मात्रै छ कि मसँग त्यही भएर भन्नु। अब अहिले कहिले ननिक्ले पनि क्युआर सिआर कता कता भेला पारेर गरौँ अनि म दिन्छु। तिमीमा बोकेर देऊ न, म दिइहाल्छु। तिमीलाई त्यही भएर पैसा चाहिँ 10,000 होइन, धेरै बोक भनेको। मलाई त के थाहा छ दाइ, अनि ठ्याक्क अब मैले 12-13,000 त बोकेकै छु। यस्तो हुस्से लाग्दछ यार, आम्मामा चिसो। राजकुमार सरले यहाँ जुत्ता लाउँदै हुन्छ।
जुत्ता लगाइसक्नु भएको छ मोजा ए के अरे पन्जा हिँड्ने तयारीमा एकैछिन सर यो गाडी जाओस् न यो चाहिँ हामी के अरे 4 रातेमा छौँ बाटो यस्तो छ हाम्रो आधी टोली चाहिँ यो गाडीमा जाँदै हुनुहुन्छ हामी उर्गेन सर र म चाहिँ ट्याकै बाइक 220 उर्गेन सरको बाइकमा जाँदैछौँ उर्गेन सर र यो 220 बाइक चाहिँ मान्नुपर्ने युनिभर्सल सर्टिफिकेट दिनुपर्ने खालको बाटो डेन्जर छ उयो परको होमस्टे चाहिँ हामी बस्ने होमस्टे है यहाँबाट यस्तो मजाको भ्यू देखिन्छ होइन भोलिपल्ट बिहान चटक्कसँगले यस्तै छ तम्बु बाँधेर क्या के भयो कस्तो छ अनुभव बताइदेऊ मजा आयो होला अनि उहाँको अप्ठ्यारो रहेछ त नि अप्ठ्यारो रहेछ कहाँको हामी 4 रातेबाट कालपोखरीमा आइपुगेका छौँ हाम्रो टिम हराउँदै हुन्छ कस्तो लाग्यो त यात्रा डेन्जर नि तर यात्रा सफल भयो खुसी लाग्यो